मलाई यस कार्यक्रममा आज यो बोल्न दिनुहुने यहाँ स्थान दिनुहुने हाम्रो यो नागरिक समाज 2082 नेपाल देश बचाऊ देश समृद्ध बनाऊ अभियानका यहाँ सम्पूर्ण डाक्टर सुन्दर सिंह बोराज्यू, डाक्टर कपिल पौडेल, त्यसै गरी हाम्रो एनआरएनए युकेका प्रेमगाह मगरज्यू लगायत सबै यहाँ उपस्थित मेरा आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद दिन चाहन्छु। आज यो ठाउँ पाउनु पनि ठुलो कुरो हो। मैले धेरै बोल्दै आएको छु, हामी जेनजीहरू एक हुनुपर्छ। मेरो प्रमुख मुद्दा पनि नागरिक के हो भने हामी जेनजीहरू एक हुनुपर्छ र जबसम्म हामी जेनजीहरू एक हुँदैनौँ तबसम्म हाम्रो आन्दोलन सफल हुँदैन। यो आन्दोलन एक हिसाबले धेरैले सोच्नु भयो सफल भयो हो, वास्तवमा यो आन्दोलन हेर्दा देख्दाखेरि सफल भयो, तर अब यसका कूटनीतिक कुराहरू छन्, यसका विभिन्न भित्री पाटाहरू छन् जो हामीले सफल रूपमा निभाउन सकेका छैनौँ। त्यो भएर यो आन्दोलन सफल मैले पूर्ण रूपमा सफल भएको मान्दिनँ। यो आन्दोलन पूर्ण रूपमा सफल बनाउनु छ भने हाम्रो विभिन्न ठाउँमा छरिएर बसेका जेनजी भाइ बहिनीहरू, हाम्रो जेनजी समूहहरू एक हुन जरुरी छ। र म यहाँबाट के अनुरोध गर्न चाहन्छु भने हाम्रो यस नागरिक समाजलाई पनि अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले यसमा पनि महत्त्वपूर्ण भूमिकाहरू निभाइदिनु होला। हाम्रो कुराहरू हाम्रो जेनजीहरूलाई चाहिँ एक बनाउन तपाईँहरूको महत्त्वपूर्ण भूमिका यसमा रहनुपर्छ भन्ने पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामीले जेनजीहरूले आन्दोलन गर्यौँ, जेनजीहरूको सरकार छ, यो नागरिक सरकार छ, तर नागरिक सरकार कस्तो छ भने एकदम निकम्मा छ के, यो एकदम निकम्मा सरकार भयो, यो गए गुज्रेको जस्तो सरकार भयो। अब यसलाई के भन्ने, हामीले एउटा म्यान्डेट दिएर पठायौँ, त्यो म्यान्डेटमा यसले कामै गर्न सकिरहेको छैन कि अहिले। अब हामीले यो अहिले जुन अन्तरिम सरकार छ, अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्छ, उहाँले भनिराख्नु भएको छ अब हामी चाहिँ फागुन 21मा चुनाव गर्छौँ होइन। म यहाँबाट तपाईँहरू यो अन्तरिम सरकारले सुनिराख्नु भएको छ, अन्तरिम सरकारका प्रधानमन्त्री मन्त्रीज्यूहरूले सुनिराख्नु भएको छ भने तपाईँहरूलाई म के चुनौती दिन चाहन्छु भने फागुन 21को चुनाव छ नि, हाम्रो माग सम्बोधन नगरिकन चुनाव गरेर देखाउनुहोस् तपाईँहरूले, हिम्मत भए। त्यो हिजोको हामी जेनजी जुन जेनजी छौँ नि, हामीले भद्र 23 र 24 गते जुन आन्दोलन गर्यौँ नि, त्यो एउटा ट्रेलर मात्र थियो। हामी पुरा फिल्म देखाइन्छौँ। फागुन 21 गते चाहिँ तपाईँले चुनाव गर्ने, हामीले पेलेरै अगाडि जाने, हामीलाई चाहिँ तपाईँले पेलेरै सक्छौँ भन्ने खालको सोच्नु भयो भने चाहिँ यो तपाईँहरूलाई चुनौती भयो। फागुन 21 गते चुनाव गरेर देखाउनुहोस्। हाम्रो माग स्पष्ट छ। हामीले एउटा साझा अवधारणा स्पष्ट बनाएको के छौँ भने अहिलेको यो सरकारले यो जुन भदौ 23 र 24 गते गोली चलाउन आदेश दिने गृहमन्त्री, प्रधानमन्त्री अनि त्यसका सिडिओहरू जो हुनुहुन्छ, जो जिम्मेवार हुनुहुन्छ, उहाँहरूलाई नपक्रिकन, उहाँहरूलाई अनुसन्धान नगरिकन, उहाँहरूलाई अनुसन्धानको दायरामा नलाइकन चाहिँ तपाईँहरूले हाम्रो यो त पहिलो माग हो, यो पहिलो मागलाई सम्बोधन गरे। अब दोस्रो मागको कुरा गरौँ। दोस्रो मागमा हामीले के भनेको छौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव नगराउने हो भने तपाईँले फागुन 21को चुनाव गराउने यो जुन कल्पना, यो सपना बाँड्दै हुनुहुन्छ नि, यो तपाईँहरूको विवाह सपना मात्र रहनेछ। अब तेस्रो कुरा रह्यो, हामीले भनेका छौँ भ्रष्टाचारका कुरा। यो 2047 पछि उच्च पदस्थमा रहेका यस सरकारी कर्मचारीहरू, यो जनप्रतिनिधिहरू, मन्त्री भएका, प्रधानमन्त्री भएका सबैको चाहिँ छानबिन हुनुपर्छ। यिनीहरूको यो 2047 पछि जति पनि पदमा बस्नेहरूको सम्पत्ति छानबिन हुनुपर्छ। सम्पत्ति छानबिन भइसकेपछि यिनीहरू दोषी त अवश्य देखिन्छन्। यिनीहरूको भ्रष्टाचारका फाइल खोल्ने भन्दा एक भेटिन्छ यिनीहरूको नाम होइन। अनि यिनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर यिनीहरूलाई कारवाही गरेर अनि बल्ल त्यसपछि स्वच्छ निर्वाचन प्रणाली, एउटा नयाँ निर्वाचन प्रणाली अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गराउनु पर्छ। नत्र भए हामीले पटक मैले भनेपछि यो चुनौती, यो रेला नसम्झिनु होला। यो हामीले भदौ 23 र 24 गतेको गरेको त ट्रेलर मात्र हो। हामी त्यो गर्न चाहन्नौँ, तर हामीलाई यो सरकारले बाध्य बनाउँछ भने हामी त्यो पनि गर्छौँ। तर यहाँबाट यो भन्दै गर्दा म फेरि
तपाईहरुलाई अन्तरिम सरकार हामीले बनाएको नागरिक सरकारलाई कसले दबाब दिइरहेको छ, के कारणले तपाईहरुले रोकिनु भएको छ हामीलाई भन्नुस्। तपाईहरुको अगाडि हामी उभिएर चाहिँ छ नि, यो अहिले जुन पार्टीका टाउकेहरूले टाउको निकालेर कराउन थालेछन् नि, यिनीहरूको टाउको फेरि हिजो जस्तै दुलोमै हालिदिन्छौँ हामी। यति चाहिँ हो। फेरि पनि के हो भने तपाईहरु खुट्टा नडकमाउनुहोस्। अनि फेरि पनि अब धेरै कुरा गर्नु छैन। अन्तिममा अब यहाँ हाम्रो नागरिक समाजलाई म अनुरोध गर्न चाहन्छु, तपाईहरुसँग अपिल गर्न चाहन्छु कि कसरी हुन्छ। अब हामीले भने त सुनेनन्, कम्तीमा तपाईहरुले भने त सुन्छ नि त। यो जेनजी मैले हिजो मात्र लिस्ट आउट गरेँ, 20 वटा जेनजी सम्म बनिसकेछ के। हामीले 20 वटा जेनजीबाट अब 21 वटा पुग्नु नदिन र 20 वटाबाट एउटा सिङ्गो एउटा जेनजी सम्म हुनलाई यो नागरिक समाजले महत्त्वपूर्ण भूमिका खेलिदिनुहुन्छ भन्ने मैले आशा गरेछु। तपाईहरुको यो भूमिकामा तपाईहरुले गर्नुभएको अनुरोधलाई यो भाइहरुले अहिले निरज भाइ जति देखेका छन् यी सबले मान्छन् भन्ने पनि मैले आशा गरेको छु। र यो तपाईले चाँडो गरिदिनुहुन्छ र चाँडो गरिदिनु हुन पनि यसलाई एक ठाउँमा सबै जेनजीहरूलाई एक ठाउँमा भेला गरिदिनु हुनको लागि पनि म जेटेड 2.0 को प्रवक्ता अविनले तपाईहरुसँग अनुरोध गर्दै आज यो ठाउँमा मलाई बोल्न दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धेरै म आफ्नो कुरा यही टुङ्गाउन चाहन्छु। हस्त।